के भएको यिनीहरू यहीँ बस्ने पनि भन्छ त अरू चाहिँ नपढ्ने अन्त ओके आज के अब हिजो के पो थियो ओके सन्डे थियो अनि अर्को के पनि थियो फुटबल के थियो वर्ल्ड कप फाइनल थियो फुटबलको है अन्त तिमीहरूको साथीहरू त सबै अन्त न्युयोर्क गएछ फुटबल हेर्नु आज स्कुलै आइपुगेन हो सबैजना न्युयोर्क गएछ फुटबल फाइनल हेर्नु है छैन आज साथीहरू छैन तिमीहरूको त्यसले गर्दाखेरि एनिवेज केही छैन मैले एउटा गेम सिकिरहेको छु कि ट्राई गर्ने नयाँ गेम छ मजा आउँछ सिक्ने ओके केही त्यस्तो साह्रो केही छैन म पहिला तिमीलाई आई विल सो यु हाउ यु प्ले द्याट गेम ओके त्यहाँबाट वी विल डु इट टर्न वाइज हुन्छ म यहाँनिर एउटा आई विल ड्र अ लाइन हियर यो लाइन छ ओके कसलाई बोलाऊँ नरेश कम नरेशको खुट्टा नि यसरी क्या यसरी कति भयो यहाँ कति स्टेप भयो 2 अब कति भयो 3, 4, 5, 6, 7, 8, 9, 10 ओके मेरो यहाँ आइपुग्यो हो त्यो लाइनबाट अब नरेशको कहाँसम्म आउँछ ल हेरौँ ल ल त नरेशको कहाँसम्म आइपुग्छ है 1, 2, 3, 4, 5, 6 सिधा हिँड्नुपर्छ है 7, 8, 9, 10 ओके यहाँ आयो नरेशको ल दिस इज नरेश यो चाहिँ मेरो यो चाहिँ सरको यो चाहिँ कसको खुट्टा ठुलो रहेछ हो अब चाहिँ यहाँ एउटा क्या मजाको छ नि यहाँनिर नरेश कम मेरो कहाँ गएको सकेकै छैन यहाँ भएकै छैन अब नरेशको 10 स्टेप कहाँ पर्छ देख्छ यहाँबाट पुरा टल्कियो नि भुइँ नि हाम्रो त अहिले है भुइँ पनि टल्किन्छ है अस्ति चाहिँ कोरेको पनि देख्दैन थियो है अहिले चाहिँ टल्केर पनि देख्दैन फेरि हो कहाँ पर्छ नरेशको त देख्यो नरेशको कहाँ पर्छ त्यहाँनिर छ हो अब नरेशले नि जम्प गऱ्यो भने कहाँसम्म पुग्छ होला जम्प गऱ्यो भने मेरो त ऊ पर छ होइन मेरो स्टेप त ऊ पर छ नि भित्ताको छेउमा नि हो म जम्प गरेर हेर्छु ल म कहाँसम्म पुग्छु त्यहाँबाट नरेश कहाँसम्म पुग्छ ल ओके ट्राई लेट्स डु इट है नरेश कम अन नरेश लेट्स डु इट यहाँ आइपुगेँ नि म यहाँ आइपुगेँ अब नरेश कहाँ आइपुग्छ ल हेर्नु त नरेश कहाँ आइपुग्छ नरेश कहाँ आइपुग्छ है त्यो त भएन नि दुइटै खुट्टा ठ्याप्पै राख्नु पऱ्यो नि एउटा खुट्टाले भएन नि फेरि गर्नु जानु मैले त कसरी उब्रेको त्यसरी होइन नरेश यहाँ हेर्दा यस्तो गरेर यस्तो गरेको थिएँ होइन त्यसरी गर्नु पऱ्यो नि नरेशले पनि ओके यहाँ आइपुग्यो ल नरेश यहाँ आइपुग्यो है भनेपछि नरेशको स्टेप यहाँ थियो हो नरेशले जम्प गरे यहाँनिर यो चाहिँ नरेशको जम्प ल नरेशको जम्प यहाँ भयो हो बराबर भयो भएन है ओके सिट अब सुरेश आउँछ
सुरेशले पहिले के पो गर्छ 1 2 3 4 5 6 7 8 9 10 आम्मामामा नरेश र सुरेशको त एउटै रहेछ तिमी जुत्ता कति नम्बर लाउँछ 13 नरेशले कति नम्बर जुत्ता लाउँछ 11 होइन होला है नरेशको 11 अरे यसको 13 लगाउँछ त नयाँ जुत्ता 13 लाउँछ त अन्त सेम रहेछ त दुईजनाको जुत्ता त अन्त हो अब भनेपछि नरेश सुरेशको पनि सेम भयो ल नरेश र सुरेशको पनि सेम भयो अब सुरेशले जम्प कहाँसम्म हान्छ अब है यहाँ आए सुरेशको यहाँ आए कसले बेसी जम्प गर्यो यता आउनु न कसले बेसी जम्प गरेछ सुरेशले जम्प बेसी गरेछ अनि सुरेशको के अरे कति स्टेप पो लिएको थियो 10 स्टेप लिएको थियो नि सुरेशको 10 स्टेप बराबर भएछ जम्प रितेशको पनि हेर्नु है रितेशको खुट्टा ठुलो होला कि नरेशको खुट्टा ठुलो छ रितेश त पुरा पसिना भइरहेको छ कहाँबाट आयो वेयर डिड यु गो यु आर स्वेटिङ ल 1 2 3 4 5 6 7 8 9 10 ओके यो चाहिँ हो कसको रितेश अब रितेशको जम्प हेऱ्यो है रितेशले जम्प कहाँसम्म गर्छ ल उहाँ लाइनबाट उफ्रिनुपर्छ है फेरि ल यहाँ आयो रितेश ओके भनेपछि रितेशको जम्प र स्टेप पुगेन ओके गो एन्ड सिट निश्चल यहाँ रहेछ यो चाहिँ निश्चलको चाहिँ यहाँ छ है निश्चलको ल अब निश्चलको जम्प हेरौँ न यहाँ है यो निश्चलको जम्प ल यो चाहिँ निश्चलको जम्प है ओके के भएछ निश्चलको जम्प उसको स्टेपभन्दा बेसी भयो कम्ती भयो बेसी भएछ नि ओके मिनु यहाँबाट नाप्नु त 1 2 3 4 5 6 7 8 9 10 ओके 10 यो चाहिँ हो यहाँ आयो मिनुको जम्प यहाँ आयो है ओके रुबी आज चाहिँ हामी नि स्टेप नापौँ देन वी जम्प ओन्ली द्याट मच ओके त्यति मात्रै 1 2 3 4 5 6 7 8 9 10 लु मिनु र रितेशको त रुबी र रितेशको त सेम रहेछ स्टेप कति नम्बर जुत्ता लाउँछ 2 रितेश होइन है हो र अन्त स्टेप त बराबर आयो त सेम आयो त दुईजनाको ओके लेट्स सी यो जम्प ओहो
ओके यो हो रुबिज जम्प रोहन रोहनको त यो कलर त भएन नि त हौ कसले लगाइदिएको यस्तो कसले लगाइदियो यस्तो यसरी लगाउँछ कलर ओके 1 2 3 4 सिधा 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 5 6 7 8 9 10 ओके रोहनको यहाँ छ ल अब रोहनको जम्प हेरौँ न ओके यहाँ आयो रोहनको जम्प रोहनले बेसी गरे कि कति गर्यो बेसी गरेछ हो रोहन बेसी गरेछ ओके गो एन्ड सिट अब हुज लेफ्ट साहिल कम जोर से 6 7 8 9 ओके ये हुआ साहिल का लो साहिल का जम्प हेरौँ अब ए पीछे गिर जाएगा हो यहाँ आयो साहिलको जम्प बेसी गरे कि कम्ती गरेछ हौ हो र ओके ए मत आ जाओ 1 2 3 4 5 6 7 8 9 आम्मा एमातको त निश्चलको भन्दा ठुलो खुट्टा रहेछ हो निश्चल के होइन हौ निश्चल निश्चल के होइन निश्चल हु इज निश्चलको हु इज निश्चल्स कहाँ छ निश्चलको ऊ यहाँ रहेछ निश्चलको हेर्नु त निश्चल ला निश्चल निश्चलको भन्दा ठुलो खुट्टा रहेछ एमातको यहाँ हेर्नु त यत्रो ठुलो खुट्टा रहेछ ला हो निश्चल ये कम यार यहाँ आउनु निश्चलको यहाँ छ हो स्टेप 10 वटा स्टेप हो एमतको यहाँ पुग्यो 10 वटा स्टेप हो हो ला निश्चल ला अनि You are in class 3 and he is in LKG. Okay, go and sit down. लो अहमद वो सफ़ेद धरका से फिर से ट्राई करोगे चलो हो त्यसरी जम्प गर्छ That's how you jump. Okay, फिर से करते हैं चलो ऐसे जंप करके दोनों पैर एक साथ रहो हाँ चलो हाँ ऐसे ये भयो ए मत को ओके अब अब तिम्रो सबैजना यता अगाडि आऊ कि अनि लेट्स सी कसको खुट्टा ठुलो कसको खुट्टा सानो रहेछ ल उस तरफ से जाऊ न आगे चाहिँ मेरो त यहाँ छ मेरो त यहाँ छ नि हौ आम्मामामामामाम हजुर त्यो नरेशले जम्प गरेको द्याट इज नरेश जम्प हो नरेश र सुरेशको यहाँ छ ए नरेश र सुरेशको चाहिँ यो हो 10 स्टेप्स हो नरेश र सुरेशको सेम छ खुट्टा दुईजनाको हो
अन्त नरेशले चाहिँ जम्प गरेछ नरेशले जम्प कहाँ पो गरेछ हौ कहाँसम्म पो गरेछ हौ नरेशले क्यान यु टेल मी नरेशले त्यहाँ जम्प गरेछ सुरेशले कहाँ जम्प गरेछ कसले बेसी गरेछ सुरेशले बेसी गरेछ है सुरेशले बेसी गरेछ नि अन्त यहाँनिर म त अब ठुलो भयो भने त मेरो त खुट्टा ठुलो छ नि त होइन अन्त म त के अरे अभियसली म त अब मेरो त स्टेप बेसी नै हुन्छ नि त है त्यसले गर्दा पर पुगेको छ नि त होइन अन्त मैले चाहिँ जम्प कहाँ पो गरेको थियौँ ए यहाँनिर नि मैले यहाँ जम्प गरेँ नि त नि मेरो स्टेप त्यहाँ छ मैले यहाँ जम्प गरेँ हो अब तिमीहरूले चाहिँ नि तिमीहरू मध्येमा चाहिँ सबैभन्दा बेसी ठुलो खुट्टा चाहिँ कसको रहेछ साहिलको सबभन्दा ठुलो खुट्टा हो त रहेछ त नि हो साहिलको खुट्टा ठुलो रहेछ है अनि जम्प सबभन्दा बेसी जम्प कसले गरेछ के भएछ अरे नामबाट नब्जे माथि जम्प गरेछ नामबाट होइन ऊ स्टेप्सबाट त्यहाँबाट साहिलको भन्दा अलिकति सानो खुट्टा चाहिँ कसको रहेछ रितेश र रुबीको रहेछ है रितेश र रुबीको रहेछ नि त्यहाँबाट अलिक सानो खुट्टा कसको रहेछ मिनुको रहेछ त्यहाँबाट अलिक सानो खुट्टा कसको रहेछ रोहनको रहेछ त्यहाँबाट अलिक सानो खुट्टा कसको रहेछ एमतको अच्छा होइन रोहनको अलिकति ठुलो छ नि होइन रोहनको अलिकति ठुलो छ नि हो एमतको त अलिक मुनि छ नि त्यहाँबाट सानो कसको रहेछ कसको छ यो त रितेशको जम्प हो त नि यो त रितेशको जम्प थियो नि है यो चाहिँ निश्चलको जम्प चाहिँ यो हो अनि निश्चलको 10 स्टेप चाहिँ यो हो अब लु भन यहाँनिर यति मध्येमा सबैभन्दा सानो खुट्टा चाहिँ कसको रहेछ मैले त जम्प सोधेको छुइनँ खुट्टा पो भन्दैछु त सबभन्दा सानो खुट्टा चाहिँ कसको रहेछ यो सुरेशको जम्प हो यो त्यो रुबीको जम्प हो के हो मजा आउँदो रहेछ उफ्रिनु हो अब यहाँनिर नि सबैभन्दा सानो जम्प चाहिँ कसको थियो एमतको हो मजा आयो उफ्रिनु मजा आयो ओके यो चाहिँ मैले तिमीहरूलाई किन आज उखारेको भन्दाखेरि नि आज तिमीहरूको साथीहरू छैन हो अनि अन्त फेरि मैले के जति सिकाएँ भने है हामीले के गऱ्यो भने फेरि उनीहरूले मिस गर्छन् फेरि नि मिस गर्छ त्यहाँदेखि फेरि भोलि है फेरि त्यही गराउँदा फेरि भरे तिमीलाई अल्छी लाग्ला है होइन अल्छी लाग्दैन निशालाई अल्छी लाग्दैन अच्छा भेरी गुड मलाई चाहिँ त्यस्तो लाग्यो नि त बा अल्छी लाग्छ कि तिमीलाई बा अल्छी मान्छ कि भनेर नि भन्ने चाहिँ लाग्दैन रहेछ नि अल्छी नि अच्छा त्यसो भने हाम्रो बेल पनि लाग्ने बेला भयो के गरौँ क्लास जाउँ है कि बस्ने म बस्नु दिनु नि कहाँ दिन्छु यहाँ अन्त मलाई फेरि म्यामहरूले पिट्दैन फेरि निशा के गर्नु क्लास जाउँ है कि बस्ने के भएको यिनीहरू यहीँ बस्ने पो भन्छ त अरू चाहिँ नपढ्ने अन्त पढ्नु पनि छ त पढ्नुपर्छ त अरू पनि है रितेश व्हाट डू यू थिंक र
हो र के भयो ल ओके त्यसो भने बेल लाग्छ है See you. Bye bye.